हामीलाई के लाग्छ, मैले भगवानको भक्ति गरेको छु, भगवानको पूजा गरेको छु, त मलाई केही दुःख आउँदैन, मलाई कुनै रोग लाग्दैन भनेर हामी सोच्दछौँ। मूलभूत कुरा हजुरहरू एकदम याद गर्नु ल। यो कुरा संसारमा जसले जतिसुकै पूजा आराधना गरोस्, उसले पाउनेवाला जो भाग भोग छ, प्रारब्ध जो छ, त्यो कहीँ गएर पनि छुट्दैन। कहीँ गएर भगवानका भक्तहरू रोगी देख्नु भएको छैन? बडे बडे साधु महात्माहरूलाई यसो विचार गर्नु, कति रोगी। प्रेमानन्द महाराजजी किन किडनीका रोगी हुनु भएको छ? कति महापुरुषहरूको दुर्घटनामा शरीर छुटेको छ। किन? के भजन गर्नेवालालाई त्यस्तो हुन्छ? हुन्छ। किन? हेर्नु, भगवानको कृपा कस्तो हुन्छ। जो तपाईँ यो संसारमा आउनुभयो, यो संसारमा तपाईँ भगवानको भजन गरिरहनु भएको छ, भगवानको शरणागत हुनुहुन्छ भने भगवानको कृपाद्वारा तपाईँ भगवानको बन्नुहुन्छ। यसमा शङ्का छैन, भगवानको कृपा यहाँ छ। तर कुनै आपत विपतमा अथवा कुनै तपाईको भाग्यलाई भगवानले बदलिदिनुहोस्, यो कार्यमा भगवानको हस्तक्षेप हुँदैन।